हेलो जय हिन्द नमस्ते एन्ड खाम्रीमो तपाईँलाई थाहा छ दार्जिलिङ टी यस अफकोर्स दार्जिलिङ टी एउटा संसारकै वान अफ द बेस्ट एन्ड टप क्वालिटी टीमा आउँछ नि त है किनभने उसको एउटा युनिकनेस उसको एउटा युनिक फ्रेग्रेन्सले गर्दा एउटा युनिक एसेन्सले गर्दा है एउटा स्पेसल क्वालिटीले गर्दाखेरि चाहिँ वर्ल्डमै फेमस छ नि त होइन सो त्यही भएर होला दार्जिलिङ टी एउटा इन्डियाको सबैभन्दा फर्स्ट प्रोडक्ट हो जसले चाहिँ जिआई ट्याग हासिल गर्नुमा सक्सेस भएको थियो त्यो हो 2004मा गभर्मेन्ट अफ इन्डियाले दार्जिलिङको टीलाई जिआई ट्याग गरेको थियो। त्यस्तै प्रकारले तपाईँले आजभोलि सिक्किमको सोसियल मिडिया स्पेसमा देख्न सक्नुहुन्छ कि सिक्किमको अर्को प्रोडक्टले पनि जिआई ट्याग हासिल गरिसक्नु भएको छ अनि त्यो प्रोडक्ट चाहिँ हो सिक्किमिज लेप्चा कम्युनिटीको एउटा लेप्चा ट्रेडिसनल युनिक इन्स्ट्रुमेन्ट जसलाई हामीले लेप्चामा तङ्बोक भन्छ अनि यो चाहिँ एउटा सिक्किमिज लेप्चा कम्युनिटीको लागि मात्रै नभएर दार्जिलिङ कालिम्पोङ वेस्ट बेङ्गल नेपाल इनफ्याक्ट संसारमै छरिएर बसेको लेप्चा जाति सँगसँगै हाम्रो सिक्किममा भएका सम्पूर्ण स्पेसिफिकली इन एन्ड अराउन्ड 7 लाख पपुलेसनको एउटा गर्वको कुरा हो एउटा प्राउडको कुरा हो। त्यसै प्रकारले सिक्किमले बितेको दिनहरूमा बितेको सालहरूमा पनि प्रोडक्टहरूले जिआई ट्याग पाउनुमा हासिल गरिसकेको छ। जस्तै हाम्रो सिक्किमको सिक्किम अर्किड्स भयो है त्यस्तै प्रकारले डल्ले खोर्सानी। अनि यो जिआई ट्याग तपाईँले सोच्नुहुन्छ होला जिआई ट्याग हामीले लाइटली लिन्छौँ नि त है क्याजुअली लिन्छौँ होइन तर यसको इम्पोर्टेन्स यसको भ्याल्यु चाहिँ एकदम गहिरो छ जिआई ट्यागको होइन। जिआई ट्याग तपाईँले सोच्नुहुन्छ होला जिआई ट्याग भनेको चाहिँ के हो भनेर। जिआई ट्याग अथवा भौगोलिक सङ्केत भन्छ नि त है। जिआई ट्याग or geographical indication tag is like an official identity card for a product that comes from a specific place and has special qualities because of that location like its soil, climate, traditions, culture or skills of the people there। भन्नु मतलब जिआई ट्याग यस्तो खालको प्रोडक्टलाई प्रदान गरिन्छ जुन चाहिँ प्रोडक्टले गर्दाखेरि त्यो ठाउँको त्यो गाउँको त्यो एरियाको त्यो रिजनको है मानिस भयो त्यहाँको हावापानीलाई एउटा युनिकली चिनाउँछ विश्वमै एकदम उसको एउटा आफ्नो क्वालिटीले गर्दाखेरि है। अनि एकपल्ट जुनै पनि प्रोडक्टले जिआई ट्याग पाइसकेपछि चाहिँ त्यो प्रोडक्ट चाहिँ त्यो ठाउँको त्यो मानिसको चाहिँ एउटा युनिक प्रोडक्ट भएर जान्छ। त्यो उसको एउटा आफ्नो त्यो ठाउँको एउटा प्रपर्टी भएर जान्छ अनि त्यो प्रपर्टी त्यो प्रोडक्ट चाहिँ अर्को ठाउँकोले अर्को देशकोले चाहिँ सेम प्रोडक्ट बनाएर यो चाहिँ हाम्रो प्रोडक्ट हो भन्नु पाउँदैन। त्यो प्रोडक्ट त्यसरी भन्यो भने उहाँलाई कानुन लाग्छ। अनि यो जिआई ट्याग पनि त एउटा एक्टबाट आउँछ। जस्तै इन्डियामा हेर्नु हो भने चाहिँ द जियोग्राफिकल इन्डिकेसन्स अफ गुड्स रेजिस्ट्रेसन्स एन्ड प्रोटेक्सन एक्ट 1999 को अन्तर्गत जिआई ट्याग चाहिँ इम्प्लिमेन्ट हुन्छ है अथवा रेजिस्टर्ड हुन्छ। अनि यो चाहिँ इन्डियामा टु बी प्रिसाइज 2003 देखिको चाहिँ फोर्समा लागू भएको हुन्छ बुझ्नुभयो। अनि यो जिआई ट्याग सब्जेक्ट चाहिँ कुन चाहिँ डिपार्टमेन्टमा आउँछ या त कुन चाहिँ मिनिस्ट्रीमा आउँछ भन्दाखेरि चाहिँ इन्डियाको मिनिस्ट्री अफ कमर्स एन्ड इन्डस्ट्री गभर्मेन्ट अफ इन्डियाको मिनिस्ट्रीमा आउँछ। अनि कुन चाहिँ डिपार्टमेन्टले एडमिनिस्टर्ड गर्छ भन्दाखेरि चाहिँ डिपार्टमेन्ट अफ प्रमोसन अफ इन्डस्ट्री एन्ड इन्टर्नल ट्रेड डिपिआइआइटी डिपार्टमेन्टको अन्तर्गत आउँछ। सो म यति नै भन्न चाहन्छु यो एउटा खुसीको कुरा हो एउटा गर्वको कुरा हो हामी एन्टायर सिक्किमिजको लागि अनि सँगसँगै संसारमै छरिएर बसेको सिक्किमिजहरूलाई बधाई दिन चाहन्छु। थ्याङ्क यू आचुले।